नमस्ते। मर्निङ वाक आएको थिएँ आज धेरै दिनमा अनि घुम्दा घुम्दा गएर यहाँ 7 राउन्ड लगाएँ हवाई फिल्ड यो कम्पाउन्डलाई। अनि साथमा भाउजूसँग पनि हामी आउँथ्यौँ, तर दुईजना हुँदा चाहिँ टाढो जान्थ्यौँ। असाडी चोक अनि बोक्सेतिर पनि पुग्थ्यौँ। कहिलेकाहीँ यता आउँथ्यौँ, तर धेरै चाहिँ यता आउँथ्यौँ। 7 राउन्ड नै लगाउँथ्यौँ, 7-8 राउन्ड लगाउँथ्यौँ। अनि म पनि आज 7 राउन्ड लगाएँ। त्यसपछि एकछिन बसेको यहाँ, अनि भाउजूलाई पनि धेरै मिस गरिरहेको छु। त्यसपछि कुहिरो पनि आज लागिरहेछ पानी आएकै गरेर। म पनि धेरै दिनमा आएको, भाउजूहरू फर्किसक्नु भएर पनि म आइनँ, अल्छी लाग्यो एक्लै। त्यसपछि फेरि ज्वरो आयो। ज्वरो आएर हिजो अस्तिको दिनसम्म ज्वरो आयो। हिजोदेखि चाहिँ अलिक सन्चो भइरहेको छु। अनि आज चाहिँ हिँड्न आएँ, र पनि अझै कुहिरो लागिरहेछ धम्मधुम्म, पानी आउँछ नि होला। र म चाहिँ अब घुमिसकेर अब घर जान लागेको। घर गएपछि चाहिँ काम गर्नुपर्छ धेरै, अनि त्यस भएर 10-11 बजीसम्म चाहिँ मोबाइल छुनु पाइएन। अनि मैले सानो सानो भिडियोहरू यहाँ बनाइहालेको, बिहाको बेला चाहिँ म पोस्ट गर्छु भन्दै अब म चाहिँ घर हिँडेको। यस्तो घुमिरहेछ सबै, कुहिरो धेरै लागिरहेछ।